मृतकका तस्बिरहरू राखिएका छन्। यहाँ चाहिँ मृत आत्माको चिर शान्तिका लागि विभिन्न किसिमका हवनहरू पनि गरिएका थिए। त्यसका चाहिँ केही हवन कुण्डहरू पनि विश्व शान्ति मानवता धर्म जगेर्ना ब्यानर छ। शहीदहरूको तस्बिर पनि राखिएको छ। अहिले यी फोटोहरू सबै फाटिएका छन्। यहाँ केही समय धरना पनि दिएको थियो। त्यो धरनाको यो चाहिँ सानो टहरो पनि गेट अगाडि छ। भिडियोमा तपाईहरूले एकजना ढुङ्गा हान्दै गरेको युवा प्रहरीको गोली लागेर रेलिङमै ढलेको देख्नुभएको थियो होला। त्यो यहीँनिरको दृश्य हो। यस्तो छ त्यो दिनको घटनास्थलको सबैभन्दा कहाली लाग्दो दृश्य यही गेटमा देखिएको थियो। यही गेटमा चढेर जेएनजी आन्दोलनको सफलताको प्रतीकात्मक तस्बिर पनि यही गेटमाथि चढेर युवाहरूले प्रदर्शन गरेको फोटो बनेको थियो। यही गेट अगाडि नै ठुलो रक्तपात भयो। यही भित्रबाट प्रहरीको गोली चलेको भनिन्छ। यही सडकमा युवाहरू ढलेका थिए। तपाईहरूले फोटोहरूमा पनि देख्नु भएको हुनसक्छ। यही गेटमाथि चढेर त्यो दिन प्रदर्शनकारीहरूले खुसियाली पनि मनाइरहेका थिए। त्यसै क्रममा त्यसपछि मात्रै प्रहरीले गोली चलाएको भन्ने प्रहरीको भनाइ छ। गेटहरूमा